बडालाई बोलाइन यस्तो सुलो भाइ हजुर अब खाएर म पुऱ्याइदिइहाल्छु टेन्सन लिनु उसमा हाल न टिकटकमा फेसबुकमा हाल्नु पर्ने दुध चिया रोटी खान्छु चिन्ता नगर्नु तरकारी बनाएर सकेछ तरकारी चिया रोटी खान्छु चिन्ता नगर्नु भन्नुपर्छ मजाले भात किन खानु हुँदैन हो हेर अहिले त यसो तरकारी सरकारी त बनाउनु त तरकारी रोटी त हो नि त रोटी तरकारी म चिया रोटी खान्छु कि तरकारी पकाउनु भ्याइएन चिन्ता नगर्नुहोस् है लु मम्मी छिटो उयो ननी भाइ किन ल्याउनु कहाँ होला ल मामा आउनु त बाख्रा अगाएको नल हाल्दै थियो भुइँसीले कति हालिस् पञ्चामृत दे त मामा आउनु पञ्चामृत कुटमेर हाल्दै थिएँ टिका लाउनु कुरबानी हुनुहुन्छ यो यहाँ किन हालेको के त्यहाँ फुल उन्नै छ त्यहाँ पातीहरू कडा आयो ओरिजिनलै धान देखाएको थियो है मुकेश ओरिजिनलै बपाल देखाएको थियो नि नसिका भिडियो गरिराख खै भयो दादा के गरेको ठुटी यो के गरेको त कराईमा हेर त के गरेको निक्ले ठुटी निक्ले कराईमा टेकेर हेर्नुहोस् त काइजहरू म यसलाई के गरौँ छोड ओरिजिनलै गर न त्यस्तो
गर्दा गीत गाऊ ल गीत गाऊ आएस गीत गाऊ त रोटी ल्याउँछ ल खोइ आइसक्यो त गइस कसलाई ए तरकारी पकाउनु पर्छ रोटी तरकारी हुन्छ तरकारी पकाउने के बुद्धि होला तरकारी छ त भन्दा त म त छाडा खसे यत्रो बेर बसेर हेर कति बेर लाग्छ त यहाँ अलि त्यसो हालो अनि यही म्याच पारेर मसला हाल मिठो हुँदैन त्यही त प्रसाद रोटी र यो हुन्छ यो इस्कुस चाहिँ हाल्नुपर्छ त्यो मम्मी आलु अलिअलि उगारेर त्यो इस्कुस र मसला हालेर हुँदैन के अलिकति बनाइदिनु है इस्कुसको चाहिँ भनेर त्यहाँ पखाल्दा चाहिँ लुल्ले छ यो त तेरो खानुहुन्न त्यहाँदेखि घाँटीबाट उँधो जानै हुन्न यता टिका लाउनै बिर्सिछु त कान्छीलाई त तिमीले खाइन धेर त खानु हुँदैन यो त के खाने ल भाइ पेट दुख्छ धेर नदे ल के परमेश्वरी फेरि बिहामा लगाइदिउँ ल कसको बिहामा केटाहरूको बिहामा भइगयो नि जिब्राम लागेपछि लगाइदे